आज हाम्रो क्लासमा के भयो त यस्तो ध्यान दिएर हेर्नुहोस्। सबैलाई मेरो डे 16 अफ आइआइटी मद्रासमा स्वागत छ। आज हाम्रो प्यारो भास्कर दाईले प्रसाद ल्याएर आइदिनु भएको थियो। दाई जानुभएको थियो मन्दिरमा, अनि सबैलाई प्रसाद बाँड्नुपर्छ भनेर दाई बिहानै उठेर सबैलाई प्रसाद बाँड्नतिर लाग्नुभयो। अनि हामी लाग्यौँ आफ्नो क्लास अटेन्ड गर्नतिर। आज हाम्रो एकदमै रमाइलो क्लास थियो, किनभने आज आउनुभएको थियो शुभ वुमनको फाउन्डर, जसले पनि उहाँले चिन्नुहुन्न गुगलमा गएर सर्च हान्नु होला। एकदमै क्वालिफिकेसन भएको फाउन्डर हुनुहुन्छ। उहाँलाई पढाउने तरिका अलगै छुट्टी नै हुन्छ। उहाँ गेम खेलाएर पढाउनुहुन्छ। फर्स्ट हामीले विभिन्न गेम खेलाउनु भयो, अनि त्यो गेमको थ्रु सबैलाई एकदमै नयाँ नयाँ लर्निङहरू सिकाउनु। प्रोमोट योरसेल्फ, हामीले आफूलाई आफैले प्रोमोट गर्नुपर्छ। सरको इन्क्रेडिबल लेक्चरलाई अटेन्ड गरेर फेरि म लागेँ आफ्नो कोठातिर। अनि आज हाम्रो प्यारो निकुञ्ज दाइले मलाई तमिल अनि आज मेरो प्लान थियो दाइहरूसँग फिल्म हेर्न जाने। त्यसैले गर्दा फेरि अब फर्स्ट हामी आइआइटीको बसलाई समात्नतिर लाग्यौँ, अनि फेरि त्यहाँबाट हिँड्दै हिँड्दै हामी लाग्यौँ फिनिक्स मलमा। आज हामीले हेर्न जाने फिल्मको नाम थियो अब्सेसन। एकदमै राम्रो छ भनेर हामीले हेरेको हो। अब 8.1 रेटिङ पनि थियो। त्यसले गर्दा हामीले टिकट काटेर हामी लाग्यौँ फिल्म हेर्नतिर। यो सिन हेर्नु फेरि पाउनुहुन्छ हजुर। यति हेरेर त हजुरलाई थाहा पाइसक्नु होला कस्तो फिल्म थियो भनेर। फेरि हामी फिल्म सकेर अब मल पनि बन्द भइसकेको थियो। फेरि हामी हिँड्दै हिँड्दै हामी लाग्यौँ आइआइटीको क्याम्पसतिर। अनि कोठामा पुगेर आजको भ्लगलाई इन्ड गरेँ। हस् त ल, बाई।